खाना पकाउने ग्यासलाई हामीले यसरी प्रयोग गर्ने गर्दछौँ। तर आजभोलि विभिन्न स्थानमा ग्यासको पाइपमा मात्रै आगो लगाएर निभाउने तरिकाहरू सिकाएको पाइन्छ। तर यस्तो अवस्थामा ग्यासको पाइपमा मात्रै कहिले पनि आगोलागी हुँदैन। त्यस्तै प्रकारले ग्यास सिलिन्डरमा यसरी ग्यास रेगुलेटर मात्रै कहिले पनि जोड्नु हुँदैन। यसरी पनि आगलागी हुने सम्भावना न्यून हुन्छ। यसरी कहिलेकाहीँ आगलागी हुन सक्छ। त्यसर्थ सुरक्षाको लागि ग्यास रेगुलेटरलाई पाइप चुलोमा राम्रोसँग जोडेर सकेपछि मात्रै ग्यास रेगुलेटरलाई अन गर्ने, त्यसपछि चुलो गर्ने, यो सबैभन्दा सुरक्षित र उत्तम तरिका हो ग्यास प्रयोग गर्ने। जनचेतनाको लागि सधैँ जानकार रहौँ।